छ भन्ने विषयमा हो। मटन खान पाउनुपर्छ भने गाईको मासु खान किन नपाउने भन्ने विषयमा धेरै विवाद आइरहेको छ। यो विषय अलिकति हामीले पुरा भिडियो हेरिदिएको भए अझ हामीले राम्रोसँग बुझ्ने गर्छौँ। म यो भिडियो राख्छु, तपाईँले हेर्नु होला र म आफ्नो प्रतिक्रिया दिन्छु। संसारमा म जतिको मान्छेको पक्षमा छु त्यतिकै मुसा बिरालो कुकुर गाई गोरुको पक्षमा पनि छु। कसैको पनि प्राण हत्या गरेर गोरु खाने कि गाई खाने भनेर छलफल गर्ने छुट तपाईँ हामीलाई छैन। गोरुले के अपराध गरेको छ, गाईले के अपराध गरेको छ, बाख्राले के अपराध गरेको छ प्रत्येक दिन काट्नलाई उनीहरूलाई किन सजाय दिइराखेको छ होइन? अर्काको प्राण लिने कि नलिने भन्ने छुट कसैलाई पनि छैन। मार्गी हुँ म त बौद्ध मार्गी हुँ म त बुद्धको बाटोमा हिँडेको, सद्गुरु ओशोहरूको बाटोमा हिँडेको, कुनै बुद्ध पुरुषको बाटोमा हिँडेको मान्छे हुँ म। हामीले खासमा बुझ्नुपर्ने कुरा के भन्दाखेरि उनी एउटा भेजिटेरियन व्यक्ति हुन्। भेजिटेरियन व्यक्तिले आफ्नो राय राखिरहँदा कसैलाई आउने गरी भनेछन् भने त्यो अलिकति हामीले त्यसलाई बुझ्नुपर्ने कुरा कसरी भन्दाखेरि कि हामीले कोही व्यक्ति मासु नै खाँदैन तर पनि उसले केही अभिव्यक्ति राख्छ भने केही न केही उसले आफ्नो तर्क राखेको हो, केही बुझेर भनेको। हामीले यसलाई अहिले चुनाव आइरहँदा हामीले के गर्ने गर्छौँ, त्यसले भोट ब्याङ्कको हिसाबमा युज गरिरहेका छौँ। तपाईँले पुरा भिडियो हेर्नुभयो भने सायद उनले त्यो पनि भनेका छैनन्। उनीले त सबै कुरा भनेका छन्। उनी आफैले पनि भनेका छन् उनी एउटा बौद्ध मार्ग हुन् र एउटा ओशो मार्ग लिएको व्यक्तिले, ओशोलाई सुनेको व्यक्तिले, ओशोलाई फलो गरेको व्यक्तिले, बुद्धलाई फलो गरेको व्यक्तिले, सामान्य व्यक्तिले बुझ्दैनन् के भन्न खोजेको भनेर। उनीले के भनेका थिए रियलमा भन्दाखेरि मटन खान पाउनुपर्छ भनेपछि गाई खान किन नपाउनु हो। यो अलिकति ठाडो भाषामा हेर्दा, सामान्य व्यक्तिले हेर्दा विवादको विषय हो। हामीले यसलाई बुझेनौँ तर अलिकति यसलाई डिकोड गर्नुहोस्, अलिकति यसलाई तल्लो लेभलमा बुझ्ने कोसिस गर्नुभयो भनेपछि उनले भन्नु थियो कि हामीले मटन खान पाउनुपर्छ भने गाई खान किन नपाउनु भन्ने विषयमा उनले त्यस साथसाथै यो पनि जोड दिएको भए अलिक सहज हुन्थे। जोड्ने चाहिँ के भन्दाखेरि हामीले मटन खान पाउनुपर्छ भने गाई खान किन नपाउनु भन्ने विषय त्यो सही हो। तर हाम्रो संविधानमा र हिन्दू पनि नभनौँ, वैदिक सनातन धर्ममा गाईलाई हामीले मातामा हिसाबले खानु हुँदैन र हाम्रो संविधानले पनि त्यसलाई वञ्चित गरिएको छ। त्यसैले गर्दा हामीले खानु हुँदैन। अन्यथा हामीले बुझ्नुपर्ने कुरा सामान्य हिसाबमा हामीले हरेक चिज खाइरहेको छौँ भनेपछि त्यो चाहिँ किन नहुनु त, त्यो पनि एउटा अपराध हो भन्ने विषय हो। किनकि गाई खानु अपराध हो भने मटन खानु पनि अपराधै हो नि। एउटा सामान्य व्यक्तिले बुझ्दैन यो कुरा। एउटा धार्मिक हिसाबले एउटा टप लेभलमा बसेको या कुनै बौद्ध मार्ग या ओशो मार्ग प्रयोग गरेको व्यक्तिले सबैलाई समान हिसाबले हेर्ने। हामीले कुनै पनि कुरा बुझिरहँदा माथिल्लो लेभलमा बुझ्ने होइन। कसैले भनिदियो या कसैले अहिले त चुनाव आइरहेको छ, यो भोट ब्याङ्कको हिसाबमा काम गरिरहेका छन्, भोट माग्ने हिसाबमा विवादमा ल्याइरहेका छन्। सायद तपाईँले यति भन्दा बुझ्नुभयो होला। धन्यवाद।